सो हेलो नमस्ते गाइस सबैजनालाई फेरि स्वागत छ तपाईँहरूलाई मेरो नयाँ भिडियोमा हैन आई होप तपाईँहरू सबैजना सन्चै हुनुहुन्छ र म पनि एकदमै सन्चै छु। हाम्रो जुन के भन्छ नि एउटा के भन्छ नेपालमा एउटा त्यो टुरिस्ट आउनु भएको छ नि एउटा त्यो कन्ट्रोभर्सी तपाईँहरूलाई पनि थाहा होला हैन। फेरि आयो यो मुजी फेरि क्यामेरामा आयो फेरि यो पुच्चे आयो भन्ला त्यस्तो त्यस्तो ओजस्तो गरेर आएको पनि होइन म हैन। जस्ट मलाई चाहिँ त्यो भिडियो हेरेको मैले भर्खर टक्कमा बसेर यस्तो भिडियो हेरेर बसिरहेको थिएँ। हुन अचानक मैले त्यो भिडियो यस्तो स्क्रोल डाउन गर्दाखेरि मैले त्यो भिडियो भेटाएँ हैन। अनि त्यो भिडियो भेटाए पछाडि चाहिँ मैले यस्तो त्यसको बारेमा यस्तो हेर्दै गएको कसममा म्याचिङ मलाई चित्तै बुझेन केटा यस्तो हुन्छ नि मसँग मै माथि त्यस्तो त्यो के भन्छ त्यो टुरिस्ट जुन त्यो पाहुना हुनुहुन्छ नि बाहिर देशबाट आउनुभएको यति उसको ठाउँमा चाहिँ म भएको भए हुन्छ नि हामी भएको भए चाहिँ के हुन्थ्यो होला क्या साँच्ची मैले हुन्छ नि एकचोटि सोच्नु न एकचोटि के हुन्थ्यो होला हामी नेपाली यति दुई ठाउँमा हामी नेपाली भएको भए चाहिँ फिक्सै झगडा गर्थ्यौँ हुन्थ्यो फिक्सै गर्थ्यो 100मा 100% दिएर भन्छु म चाहिँ झगडा गर्थेँ फिक्सै त्यहाँ लफडा हुन्थ्यो। तर बिचरा त्यो टुरिस्टले चाहिँ बिचरा अझ कस्तो राम्रोसँग कस्तो मजाले बोलेको छ कस्तो लाइक एकदमै कसैले पोलाइटली बोलेको छ क्या अझै पनि त्यहाँ हुन्छ नि। तर त्योमा चाहिँ त्यो एउटा त्यो जुन त्यो आएर त्यो जसरी बोलेको छ नि जसरी त्यो कस्तो त्यो डिसरेस्पेक्ट गरेर बोलेको छ नि तैँले त्यो माथि त्यो बाहुन छ नि त्यो हो त्यो बाहुन त्यो मुजीमाथि चाहिँ मलाई रिस उठ्यो के हो माथि चित्तै बुझेन केही बोल्नै मन थिएन। तर के गरौँ मलाई केही नबोली चित्तै बुझेन। सो मैले बोल्दिनँ मान्छे त्यो बाहुन म त त्यसको एकाउन्ट भेटेन म त्यसको एकाउन्ट भेट्यो भने चाहिँ म त्यसलाई ट्याग गरेर डाइरेक्ट स्टेट अप म चाहिँ भन्छु पनि त्यसलाई चाहिँ बरु म चाहिँ मलाई जे गरोस् मान्छे होइन। एउटा जस्ट पाहुना हो पाहुनालाई त्यस्तो गर्ने हो त भनेर जस्ट पाहुनालाई के कसरी अझ वेलकम गर्ने हो राम्रो पोलाइटली बोल्ने हो अझ अब त्यसो गर्ने हो नि त त्यतिकै म चाहिँ नेपाल तल पर्छ त त्यतिकै नेपालको नाम बदनाम हुन्छ त म चाहिँ त्यस्तोमा त त्यो बाहुन जस्तोमा त्यो खालको मान्छेले गर्दा चाहिँ नेपालको नाम बदनाम हुने हो क्या म चाहिँ मलाई त्यस्तो लाग्छ। चाहिँ अझै नि ऱ्याक लागिरहेछ बिचरा त्यो हुन्छ नि तपाईँले नि हेर्नु भएको होला हुन्छ नि मलाई इङ्ग्लिस बोल्न आउँदैन अनि उहाँले त्यो के भन्छ हाम्रो युट्युबर हुन्छ नि दाइ ब्रदर जो हुनुहुन्छ नि त्यो चाहिँ अहिले नेपालमा भएको पाउन उहाँले नेपाली बुझ्नुहुन्न मलाई फेरि इङ्ग्लिस बोल्न आउँदैन नभए म जस्ट मैले इङ्ग्लिस बोल्न नआए पनि उहाँलाई चाहिँ जस्ट भनौँ न एकदमै वेलकम छ हाम्रो कन्ट्रीमा एकदमै वेलकम छ तपाईँलाई होइन त्यही भन्न चाहन्छु म होइन। एकदमै माया छ के भन्छ नि लस अफ लभ फर यु जोय फ्रम नेपाल फ्रम मी टु अनि त्यही नै केटा हो के भन्नु त मलाई चाहिँ सिधै बुझेन त्यसरी त्यही भन्नु मात्र पैसा लियो भने ल्याउ नत्र म भोलि आएर धर्ना बसेर लिने हो। This price cost 1500 rupees. If you have 1500 rupees, pay it. Otherwise, you have to wash all the dishes.